हेलो निखिल हेलो के भएको आज गाइज चाहिँ पुरा तयारीमा हाम्रो शरीरको लागि है सो डोन दार्जिलिङ बाबर अर्को बाबर त्यहाँ छ अर्को बाटो त्यहाँ छ एउटा बाबर यहाँ छ ल हाम्रो यहाँ सुटिङ भइरहेछ यहाँ सन्देश दाई उता निरज दाई अलि त हाम्रो डिओपीमा हाम्रो निखिल दाई हुनुहुन्छ यस्तो छ यहाँको सेटअपै यता छ लेन्सहरू एउटा सफ्ट बक्स सबै सामानहरू छ यहाँ एउटा लाइट बाहिर एउटा लाइट यहाँनिर एउटा लाइट अनि अर्को लाइट यहाँ बाहिरबाट छ लगाएर यस्तो छ यहाँको सेटअप रोलिङ एक्सन देख सकते हो यहाँ पर बिहाइंड द सीन खींच रहे हैं यस्तो छ यहाँको नजारा बिहाइन्ड द सीन यस्तो छ है हाम्रो सन्देश डाइरेक्टर साहब आज यहाँ बसिरहनु भएको छ फोटो खिचिरहेको छु खिचिरहेको छ डिरेक्टर साहब उहाँ एडी किनारा आज बिडी के अरे बिडी रे डिपी हाम्रो निखिल लाइट्समा हुनुहुन्छ हाम्रो निरज अनि म चाहिँ छु यतिकै हल्ला गर्न आएको यसरी बिहान सिन्स खिच्न आएको अनि भाड्न आएको अनि यो हेर्नु चाहिँ यता बिहाइन्ड द क्यामेरा ऊ चाहिँ होइन बिहाइन्ड द गोप्रो उसको काम चाहिँ मैले खोजिदिएको छु है गाइस त मजा आइरहेको छ तर सही हो यतिको हुनु पर्यो पनि ब्याक टु ब्याक आउँछ है गाइस ढुक्क अनि ल सर अब एकछिनपछि भेट्ने कि के गर्ने एकछिनपछि यसो अब अलिअलि अब अलिअलि टाक कट कुराहरू बस्छ खिचाउनु ल अब हाम्रो यहाँ लोकेसन चेन्ज सन्देश दाइले यो प्याक गर्नु छ सुरु गरौँ र अब सन्देश दाइले यो सब बक्स कसरी प्याक गर्ने भनेर सिकाउनु लाग्नु भएको छ हाउ टु प्याक सब बक्स त्यसलाई के भन्छ त्यसलाई के भन्छ अरे यसलाई त ओइल भन्छ इङ्ग्लिसमा त्यो भयो
हाम्रो कुरा सबजना रेडी भयो लोकेसन चेन्ज भयो अब हाम्रो लोकेसन चाहिँ मुस्ताङमा रहेको छ भन्ने दिन कहिले आउला यारमा अब यहाँबाट ओइ यिनीहरूलाई चलाएको कुरा हामी खुवायौँ त्यो दाइलाई याद छ त्यसमा गर न त्यो दाइलाई त्यसमा गर न योगेन्द्रलाई खुवाउँछ योगेन्द्रलाई खुवाउनु यहाँ के बन्दैछ यहाँ चराको गु भन्दैछ सन्देश होइन कि म यो प्याक गर्छु तपाईँ त्यो प्याक गर्नु म यहाँ भिडियो खिचिरहेको ल अब मेन खिलाडी खतरोको खिलाडी अब यो हाल्नु चाहिँ कति मिनट बढ्छ है सबभन्दा झ्याउका लोकेसन चेन्ज भएर मैले मुटु हातमा लिएर बसिरहेको छु ल हामी अर्को लोकेसनमा आइसक्यो सर हाम्रो डिओपी बिस पाएर हामीलाई भने अनि वर्कआउट अनि एउटा लास्ट निखिल दाइले क्यामेरासित बनाउनु भइरहेको छ भइरहेको छ कस्तो लाग्दैछ हजुरलाई मेरो सर मोटर कनेक्ट गर्नु त्यहीबाट रोल हालिदिनु ल यहाँ यस्तो छ यहाँ दिन दाडे डक्टरले यस्तै यस्तै हरकत गर्नु भने छ रे त्यस्तो छ यो केवल काम लागेन अरे अब सर र चौर यस्तो दामी दामी छ दामी दामी भएछ दामी दामी यस्तो छ लिएर आउँछु भटभटेमा हाल्ने कि यो भिडियो खिच्नु मोबाइलबाट लिएर आउँछु भटभटेमा झन्नै उड्या भन्न माइक राख्नु तर अब यता सरको रिटेक अब हाम्रो यहाँ रुखको सिन गराउनु यस्तो छ है हाम्रो रुख हेर्न सक्नुहुन्छ हजुरले यस्तो छ यहाँको रुख चलेर यस्तो छ धुलै धुलो भइसक्यो लास्ट भइसक्यो यो धुलै धुलो भइसक्यो है लास्ट चाहिँ म बिहान सिनमा छु यहाँ ब्लग फिनिस भयो Guys, mount.
बिहाइन्ड द सिन हो, बिहाइन्ड द सिन यहाँ सुट भइरहेछ। Behind the scene. त्यहीबाट साइडबाट चाहिँ साइड आगे देख्ने होइन होइन त्यस्तो भने आई लेभलमा भने होइन तर एकचोटि हामी अर्को सेटअप आइपुगेको छ यहाँ इन्डोर सुट अनि सेट लगाएर सेटअप हुँदैछ हाम्रो लाइटको अनि त्यसपछि हामी सेटअप लगाएर त्यसपछि हाम्रो सुट हुन्छ है त सामानहरू त सही चिट 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 फोन ल्याउँदा पानी पनि खानु न लाइक साथी यहाँ छ नि छोडेको साक्षी भने देखिरहेको होइन फोन आयो अनि जुम इन भयो लाइक ग्राफ जुम यता भयो अनि फेरि जुम आउट अनि फेरि उसको रियाक्सन कस्तो गर्नुहुन्छ नि लाइक म तपाईँलाई यसो गाली गर्छु ल लाइक टपमा होइन भन्नाले नर्मल एङ्गलै ओके बाई बाई गाइज निखिल ल बाई 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 ल बाई बाई ल बाई बाई नि इनारा ओके गाइज बाई बाई सियु हाम्रो यहाँनिर सब गोथे हामी जान्ला कहाँ जान्ला टाढा एक बार धोका खा चुका दूसरी बार टाढा ओके ल सो गाइज आजको भ्लग चाहिँ यहीँ इन रहेको छ थ्याङ्क यू सो मच हेर्नुभएकोमा बाई बाई लभ यु गाइज ओए मलाई लाइट म्यान हो कि ब्लाइट म्यान हो म डान्स म्यान हो लाइट म्यान सब म्यान टाढा ल भयो के भयो